तारकेश्वर नगरपालिकाको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट हृदयदेखि नमन व्यक्त गर्न चाहन्छु। स्वीकार्नुहोस्। नमस्कार। धेरै बोल्नु छैन, धेरै काम गर्नु छ। समय बितेको पनि पत्तो नै नहुने रहेछ। हामी लगभग 3 वर्षको नजिकमै छौँ र हामीसँग 2 वर्ष अगाडि बाँकी छ। यो समीक्षा भनौँ, संशोधन भनौँ, परिमार्जन भनौँ र सहकार्य गर्ने र लाने क्रममा जुन आज हिउँदे नगर अधिवेशन छ, सभा छ, यसले पक्कै पनि सुधार ल्याउनेछ तारकेश्वर नगरपालिकामा। चाहे जुनसुकै विषयगत कुरामा सुधार गर्नुपर्ने कुरा किन होस्, पक्कै पनि यो नगरसभाले सम्बोधन गर्ने क्रममा, सुधार गर्ने क्रममा यसले थप मद्दत पुग्नेछ भन्ने कुरा विश्वास लिएको छु। र आज तपाईँले बुझिरहनु भएको छ, तारकेश्वर नगरपालिकाको जुन र्याङ्किङ हेर्दै गर्दाखेरि पनि तपाईँले बुझिरहनु भएको छ। काठमाडौँ भ्यालीभित्र हामी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगमा पहिलो छौँ र हामीले धेरै नमुनाको कामहरू पनि गरेको छौँ। त्यो नमुनाको काम गर्ने क्रममा जुन विपदको बेला चाहिँ सहयोग हुने हिसाबले जुन नगरवासीलाई समस्या परेको टाइममा जुनसुकै किसिमका चाहिँ विपद आइपर्दा पनि एउटा थोरै एउटा बटमले पनि एउटा सहयोग गर्न र धेरै क्षति पुर्याउन नदिनको लागि ERC इमर्जेन्सी रेस्पोन्स कन्सोल जुन हामीले सफ्टवेयरलाई डेभलप गरेर हामी लन्च गरेको छौँ। यो सम्भवतः देशकै पहिलो चाहिँ चोटि चाहिँ हाम्रोबाट लन्च भएको छ। र तपाईँहरूलाई थाहा नै होला, अहिले हामीले ज्येष्ठ नागरिकको स्कुलको कुरामा तपाईँहरूले गर्दै जाँदाखेरि सङ्घीय सरकारको सशस्त्र अनुदान अन्तर्गत 79-80 मा 1 करोड, 80-81 मा 2 करोड गरी 3 करोडको कुरामा जुन बिल्डिङ बनाउने कुराहरू अगाडि बढेको छ। जुन शिक्षाको हिसाबले पनि तपाईँहरूले बुझिरहनु भएको छ, शिक्षाको कुरामा जुन हामीले वडा नम्बर 8 अन्तर्गत सामुदायिक विद्यालय पनि हामीले चाहिँ स्थापना गरिसकेको छौँ। त त्यो मात्र नभइकन आज यो नगरसभाले के पनि जानकारी एउटा के बुझ्नु जरुर छ भने हामी जनप्रतिनिधि र कर्मचारी साथीहरूको बिचको कुरामा जुन इलेक्टेड बडी र सेलेक्टेड बडी भन्दै गर्दाखेरि एक रथको 2 पाङ्ग्रा हो भन्दै गर्दाखेरि गन्तव्य त एउटै हो। साँच्चीकै तारकेश्वर नगरपालिका समृद्ध बनाउने कुरामा त्यो यात्रामा कसैले त्यो चुकुल फुस्काउने, कसैले बोल फुस्काउने काम चाहिँ त्यो गर्नुहुन्न र त्यो नगर्दै गर्दाखेरि आफ्नो विषयगत जुन जिम्मेवार साथी छ आफ्नो जिम्मेवार बन्द गर्दै गर्दाखेरि पक्कै पनि हामी गन्तव्यमा पुग्न सक्छौँ र हाम्रो जनप्रतिनिधि साथीहरूबाट पनि केही कुराहरू चाहिँ एक आपसमा कमी कमजोर छ भने चाहिँ सच्चाएर एक आपसमा सहकार्य गरेर लानु नै र नगर विकासको एउटा गन्तव्य मार्ग हो जस्तो लाग्छ। यो हिसाबमा यो मान्ने म मान्दिनँ। तपाईँहरूलाई पक्कै पनि बुझिरहनु भएको छ। हामीले प्रश्न जनताको कुराहरू गर्दै गर्दाखेरि त्यहाँ जनताको आवाज भन्दा नि जनप्रतिनिधिको आवाज आउँदाखेरि साँच्चीकै जनप्रतिनिधिलाई मैले गाइड गर्न नसकेको हो कि गाइड गराउन नसकेको हो जस्तो लाग्छ। हामीले बुझ्छौँ सङ्घीय सरकारमा प्रतिपक्षको कुरा भूमिका हुन सक्छ, प्रदेश सरकारमा प्रतिपक्षको भूमिका हुन सक्छ, तर स्थानीय तहमा त्यहाँ प्रतिपक्ष भन्ने हुँदैन। प्रतिपक्षको लागि प्रतिशोध नलिदिनु हुन पनि मैले अनुरोध गर्न चाहन्छु। हामी मूलभूत आधारलाई टेक्ने हो भने नेपालको संविधान 35 भाग 308 धारा र 9वटा अनुसूचीलाई टेकेर काम गर्छौँ। जुन अन्तर्गत छ, जुन अनुसूची 8 अन्तर्गत जुन स्थानीय सरकारको काम कर्तव्य अधिकार उल्लेख छ र अनुसूची 9 मा साझा अधिकार कुराहरू उल्लेख छ, सोहीलाई टेकेर हामी अगाडि बढ्ने हो। र त्यो सँग प्रसङ्ग विषयगत कुरामा आज नगरपालिकाले साँच्चीकै केही काम नगरेको हो त भन्ने प्रश्न चिन्ह कौतुक आउँछ। मैले भन्नै पर्छ
यो कुरामा के मानेमा भन्नुपर्छ भन्दाखेरि हामीले नगद विकासको कुरामा गरेका कुराहरू त्यहाँ कहीँ कतै पोस्ट हुँदाखेरि हामी अलिकति ईर्ष्याले हो कि डाले हो कि भावनिक कुराले हो कि कल्पितले कुराले हो कि त्यहाँ हामी नेगेटिभ चाहिँ लेख्दा यति चाँडै नेगेटिभ वर्डहरू लेखिहाल्छौँ कि त्यो भनेर साध्य छैन। तर पोजिटिभ कुराहरू चाहिँ कुराहरूमा आउँदै गर्दा र नेगेटिभ बिचको कुराहरू जाँदै गर्दाखेरि आफ्नै जनप्रतिनिधिले कतिपय कुरा नबुझ्दै गर्दा काम गर्दै गर्दा त्रुटि हुँदाखेरि त्यसको सेयरसम्म गर्न भ्याउँछौँ हामी। तर त्यो सेयर गर्दैमा कमेन्ट गर्दैमा आखिर हाम्रो त चाहिँ कुनै केही त जाँदैन। तर तपाईँहरूले चाहिँ तपाईँ कुन चाहिँ नगरमा नगरपालिका बसिरहनु भएको छ त्यो सोच्न जरुर छ, त्यो बुझ्न जरुर छ। अब नगरपालिका बनाउने एउटा गन्तव्य मार्गतिर लाग्न जरुर छ। आज म कुनै पनि नेपाली काङ्ग्रेसको कुरामा मैले नेतृत्व गरेको अवस्था छैन, या कुनै एमालेको प्रतिनिधित्व र एमालेको प्रभावको दबावमा म अगाडि बढेको छैन, र आज कुनै पनि माओवादी चाहिँ साथीहरूको प्रभावको दबावमा परेको छैन, र अन्य दल आउने साथीहरूको प्रभावको दबावमा परेको छैन। समग्र राजनीतिक दलका साथीहरूलाई सहयात्रा गरेर सहकार्य गरेर म अगाडि तारकेश्वर नगरपालिका बनाउने अभियानमा छु। र कहिलेकाहीँ यो स्ट्याटस आइरहेको छ र बजेटको कुरा सार्वजनिक गर्दै गर्दाखेरि प्रदेश सरकारले बजेट यति राख्यो, सङ्घीय सरकारले बजेट यति राख्यो भन्दै गर्दा कहिलेकाहीँ अचम्म लाग्छ। नबुझेर हो कि नबुझेर हो, आखिर यो नगरपालिकामा साँच्चीकै वडाको सिलिङ किन नबनाऊ, नगर स्तरीय बजेटका कुरा किन नहुनु, र विषयगत शाखाको बजेट किन नहुनु। आज कृष्णहरि महर्जन त्यो बजेट स्वीकृत र चाहिँ अनुमोदन गरिएन, त्यो नगर प्रमुखको काम कर्तव्य अधिकारभित्र उसले स्वीकृत नगरेन त्यो बजेट पारित हुने कुराहरू हुन्छ। र त्यही कुरा आज प्रदेश सरकारले नबुझ्दै गर्दाखेरि मलाई अचम्म लाग्छ। प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय नगर्दै गर्दाखेरि र स्थानीय सरकारलाई बोलाउनु हुन्न है भन्दै गर्दाखेरि किन आज विकास निर्माण कुरा आज कि त सबै मिलेर स्थानीय सरकार किन्नुहोस्, प्रदेश सरकार किन्नुहोस्, सङ्घीय सरकारको बजेट किन, आज सबै सरकार तिनै तहको सरकार मिलेर आज नगरपालिका बनाउने हो र बनाउनु पर्छ भन्ने सोच त लाग्नुपर्छ। आज त्यो बजेट विनियोजन गर्नको लागि आज त मुख्यमन्त्री त आवश्यकता होला नि, त्यहाँ अर्थमन्त्री पनि आवश्यकता होला नि। सबैको समग्रमा कुरामा एप्रुभ भइसकेपछि यो तारकेश्वर नगरपालिका कमसेकम स्थानीय सरकारको छ भनेर पक्कै पनि मुख्यमन्त्री र चाहिँ मन्त्रीले पक्कै पनि यो तारकेश्वर नगरपालिकाको नगर प्रमुखलाई पक्कै पनि समय गरेको होला नि। तर कहिलेकाहीँ विडम्बना लाग्छ, जुटको खेती गर्यो भन्छ गयो, उहाँले नै गर्नुभएको, उहाँ एउटा प्रतिनिधित्व गर्ने कुरामा उहाँले नेतृत्व गर्ने कुरामा गरेको अवस्था। तर बुझ्न नसक्दाखेरि, बुझाउन नसक्दाखेरि साँच्चीकै नगरवासीमा एउटा कल्पित भ्रामिक शब्द होला, उहाँले गरेको कुरा होला, उहाँले मेहनत गर्नुभयो होला, उहाँले सिफारिस गर्नुभयो होला, तर त्यो कुरामा यो अर्थमा चाहिँ के भने स्थानीय सरकारलाई गलत भन्दै गलत गरेको छ है भन्दै जानु भनेको एउटा प्रदेश सरकार होस् या सङ्घीय सरकार होस्, त्यो कुराहरू त्यसमा आपत्ति कुराहरू चाहिँ स्थानीय सरकारलाई रहन सक्छ। र म भन्न चाहन्छु यो पढेमाला आज 16औं हिउँदे नगरसभा पनि हो, यो सभाबाट भन्न चाहन्छु म सहकार्य गर्न तयार छु। प्रदेश सरकारले राखेको कुरामा बजेट किन्नुहोस्, सङ्घीय सरकारले राखेको बजेटको कुरामा किन्नुहोस्, म सहकार्य गर्न तयार छु। तर तपाईँहरूले बुझिरहनु भएको छ आज तारकेश्वर नगरपालिका साँच्चीकै एउटा विगतको चाहिँ वर्षको भन्दा पनि आजको चाहिँ वर्षमा विकासको कुरामा लम्किँदैछ। चाहे त्यो सामाजिक विकासमा किन नहोस्, चाहे त्यो आर्थिक विकासमा किन नहोस्, चाहे त्यो पर्यटनको विकासमा किन नहोस्, चाहे स्वास्थ्य नीतिको कुरा किन नहोस्, चाहे शिक्षा नीतिको कुरा किन नहोस्, चाहे खेलकुदको कुरा किन नहोस्, त्यो समग्र कुरामा म लगायत हामी जनप्रतिनिधिहरू एवं वृद्धि लागेको छ। त्यो भित्र मैले कर्मचारी साथीहरूको पनि महत्त्वपूर्ण भूमिका मैले पाएको छु र महत्त्वपूर्ण सहयोग पाएको छु। तर म एक्लै गन्तव्यमा हिँड्न सक्दिनँ, मैले भनिरहेको छु। आज म शोषक शासक बन्नको लागि पनि होइन, यो सेवाको भावनाले आएको छु। आज तपाईँले यो देखिरहनु भएको छ, आज जुन तारकेश्वर नगरपालिकाले यो तारकेश्वर नगरपालिका सामाजिक र समावेशीकरण 2081 राखेको छु, जुन पोखदेखि सोकसम्म हामी के को लागि राजनीति गर्नु र के को लागि हामी जनप्रतिनिधि बन्यौँ। साँच्चीकै हेर्नुहोस् त एउटा शब्द सुन्दैमा तपाईँहरूले चाहिँ बुझाउँछ
एउटा जन्मिँदै गरेको बालक सो एउटा चाहिँ मृत्यु अवस्थामा शरीरमा परेको पीडाको कुरा जुन अवस्थामा हामीले हाम्रो नागरिकलाई हाम्रो नगरवासीलाई सेवा गर्न सक्दैनौँ भने चाहे त्यो बाटो निर्माण कागजपत्र नै किन्न होस् चाहे जुनसुकै ठुला ठुला योजनाको कुरा किन्न होस् चाहे जस्तो सुकै राम्रो कुरा नहोस् घर घर दैलोमा चाहिँ हामीले पुग्न सकेनौँ भने आज स्थानीय सरकारको काम कर्तव्य अधिकार भनेको घर घरमा सिंहदरबार भनेको नै यही हो। आज घर घरमा गएर सुखमा बधाई दिन जाने दुःखमा संवेदना र पीडाको एउटा साटासाट गर्न सकेन भने त्यो स्थानीय सरकारको औचित्य रहन्न भन्ने कुरा मैले बुझेको छु। त्यो बुझ्ने क्रममा तपाईँहरू पत्रकार साथीहरू पनि हुनुहुन्छ, तपाईँहरूले भर्खरै बुझ्नु भएको अवस्था पनि छ। आज तारकेश्वर नगर प्रमुखको एउटा अस्तित्वमाथि सिंह तारकेश्वर नगरपालिकाको एउटा अपमान गर्ने हेतुले दुई चारजना भ्रामिक व्यक्तिहरूले सामाजिक सञ्जालमा लेखेर होस् या त अख्तियारमा पत्र नक्कली नगर प्रमुख बनेर होस् र मेरो राजनीतिक कुरामा एउटा शीर्ष नेताको नाम जोडेर किन्न होस् त्यो भ्रामिक खेल खेल्दैछ। त्यो खेल्ने क्रममा उहाँहरू असफल भइसकेको छ र केही समयमा उहाँहरूको साथमा जरिब पनि हुँदैछ र विशेष त प्रहरीविद बालाजुले अख्तियारले र साइबरले चाहिँ त्यो कुराहरू निगरानीमा राखेको छ। पत्रविद तारकेश्वर नगरपालिकामा यस्ता अराजक नगरवासीलाई भ्रामिक कल्पित कुराहरू राखेर लेखेर जुन नाम राखेर जुन मान्छे चरित्र हत्या गर्ने कोसिस गर्छ भने त्यस्ता व्यक्तिलाई हामीले पहिचान गर्नु छ। सो व्यक्तिलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न जरुर छ र यो मानेमा आज तपाईँहरूलाई भन्न चाहन्छु, आज कुनै पनि दलको प्रतिनिधित्व गरेर नआउनु, आज सिङ्गो टिम यस्तो टिम बनाऊ या इलेक्टेड होस् या सेलेक्टेड होस् हामी एउटै ढुङ्गामा छौँ। यात्रा गर्दाखेरि हामी गन्तव्यमा जाँदाखेरि एउटा यात्रामा जाँदाखेरि त्यो गन्तव्य पार गर्न सक्ने एउटा मेकानिजम बनाऊ, ग्रुपिजम नगरौँ, सोच बदलौँ, अनुशासित भइदिउँ र आएका सेवाग्राहीको कुरामा छिटो चरित्र र पारदर्शिताले काम अगाडि बढाइदिउँ। चाहे जनप्रतिनिधिको पक्षमा किन्नुहोस् चाहे तपाईँहरूको कर्मचारीको पक्षमा किन्नुहोस्, हामी समग्र कुरामा आज तपाईँहरूमा आज म चाहिँ एकदम खुसी छु यतिका उपस्थित रहनुभएका चाहिँ कर्मचारी जनप्रतिनिधिको कुरामा र यस्ता हामी कुरा चाहिँ बरु चुनाव बेला चाहिँ 3 दिनलाई फेरि राख्छौँला, मैदानमा उत्रौँला, हारौँला जिताउँला, यही नगरवासीलाई थाहा छ। यो नगरवासीले निर्णय गर्ने कुरा हो। तर चाहे मतको कुरामा होस् मनको कुरामा होस् दोस्रो स्थानमा पर्ने कुरा जो कुरामा किन होस्, तर आजको अवस्था तपाईँलाई भन्न चाहन्छु, अझै भन्छु राम्रा कुराहरू सेयर गर्नुहोस्। हामीले 1 देखि 11 वडामा चाहिँ मेलमिलाप केन्द्र खोल्यौँ, त्यो काहीँ पनि छैन, अहिलेसम्म खोल्न सक्सेस भएको छैन। न्यायिक पाठमा वडाबाट सक्कर चाहिँ लाउनु त्यहाँ न्यायिक समिति छ त्यहाँबाट चाहिँ गरेर भइहाल्छ, किन झन्झट लिएर नगर्नु। चाहे पूर्वाधारको कुरा किन्नुहोस्, चाहे स्वास्थ्यको कुरा किन्नुहोस्, चाहे शिक्षाको कुरा किन्नुहोस्, हामीले समग्र हेर्नु त बजेटको आकार हेर्ने हो भने खानेपानीमा यो कुरा गर्दै गर्दाखेरि र मैले तपाईँलाई केही समयपछि म स्लाइड पनि देखाउँछु, स्लाइडमा धेरै कुरा हटेको छ र तारकेश्वर नगरपालिका कुन स्थानमा कुन चाहिँ इन्डेक्समा पुगेको छ भन्ने कुरा तपाईँले त्यो फिल गर्नु सक्नुहुन्छ। तपाईँहरूमा हृदय छ भने साँच्चै तपाईँलाई यहाँ मेरो लक्ष्मी दिदी हुनुहुन्छ, वडा नम्बर 1 का वडा अध्यक्ष हुनुहुन्छ र त्यहाँनिर चाहिँ हाम्रो धनराज बाबु आज 32-33 वर्षपछि हुन नसकेर उहाँको कारणले चाहिँ लक्ष्मी दिदी र त्यहाँनिर धनराज बाबुको चाहिँ वडा अध्यक्ष समन्वय नभइदिए त्यो अझ पनि 50 वर्षसम्म त्यो पाठ ढलान भइसक्दैन थियो र उहाँलाई विशेष त धेरै धन्यवाद पनि व्यक्त गर्न चाहनुपर्छ। किनभने यो साँच्चै परिवर्तनको कुरा हामी तपाईँले देखिरहनु भएको छ। सुरुवात आफैबाट चाहिँ सुरुवात गर्नुपर्छ। विकास निर्माण जति कन्ट्रिब्युसन गर्छ उसलाई सम्मान पनि गर्नुपर्छ। आज तपाईँले जुन घोषणापत्र 108 वटा चाहिँ बुदागत रूपमा चाहिँ हामी चाहिँ घोषणापत्र लेखेको छ, जुन हामी एउटा एजेन्डा बेस जाँदै गर्दाखेरि जुन आज नेपालदार गेट बनाउने र अटो डिटेक्सन लाग्ने भन्ने कुरामा हामी त्यो हामी सफल भइसकेको छ। आज हिजो कस्तो खाले स्क्यान्डल मचाउँछ भने कहिले ताजुब लाग्छ, कहिले अचम्म लाग्छ। जबकि 26 गतेसम्म चाहिँ वडाबाट बाटो बन्द रहने कुराहरू चाहिँ सूचना व्यवहार चाहिँ प्रकाशित गर्दै
25 गते पिच हुन लाएर हो कि छटपटाएर हो कि हाम्रो कारणले गर्दा पिच भयो भन्न लाउनलाई हो कि एउटा बानाबाजीमा थोरै केही साथीहरूले चाहिँ त्यो आन्दोलन सुरु गर्यो। तर त्यसले मलाई ऊर्जा मिलेको छ, त्यसले मलाई शक्ति मिलेको छ। त्यो टाइम अब एक दिन पनि तलमाथि गर्नुहुन्न भनेर त्यहाँ कन्ट्र्याक्टरलाई बोलाएर वडाध्यक्षज्यूसँग समन्वय गरेर त्यो काम हामीले फत्ते गर्न सफल भयौँ र सोही अनुसार अहिले त्यो ठाउँमा ट्राफिकको कुराले अलिकति जाम नहोस् भनेर ट्राफिक लाइट चढान गरेको छु र नगरपालिका प्रवेश गर्दै गर्दाखेरि सौन्दर्यीकरण गरोस् भन्ने हिसाबले पोलमा हामीले चाहिँ कलर पेन्ट र यसको कुरामा जुन ब्यानरिङ हटाउने सरसफाइ गर्ने क्रममा नगर प्रहरीका साथीले विशेष त एउटा चाहिँ यसमा मेहनत गरेको छ। यो पनि हाम्रो यसै हिउँदे नगरसभाबाट तपाईँ यो नगर प्रमुख लगायतका टिमलाई विशेष आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु। किन भन्दाखेरि अस्ति गए जुन 4 नम्बर वडामा गए जुन पार्क थियो त्यो पार्कमा फोहोर यति थियो तत्काल त्यहाँ मुकुन्द नेपाल भन्ने दाइ चाहिँ त्यहाँ बित्नु बारे उहाँको चाहिँ आत्मा शान्तिको लागि र संविधान दिनको लागि म पुगेको थिएँ। त्यहाँ हेर्दा फोहोर डुङ्गुर थियो र मेरो मनले मानेको जब क्रियामा बसिरहेको माथि भन्दै गर्दाखेरि म साँच्चीले भावुक भएँ र तत्काल मैले चाहिँ नगर प्रहरी प्रमुख हाम्रो टिकाराम श्रेष्ठ सरलाई भने र उहाँलाई भन्ने बित्तिकै विदिन हाफ एन आवरमा त्यो कम्प्लिट गर्दै गर्दाखेरि साँच्चीकै हामीले चाह्यो भने के कुरा गर्न सक्दैन रहेछ। त्यो सबै कुराहरू सम्भव रहेछ। परिकल्पना सोचको साथ एकले अर्कालाई आत्मा साथ दिने हो भने के कुरा असम्भव रहेछ। सबै कुरा सम्भव छ। र तपाईँहरूमा भन्न चाहन्छु धेरै लामो भाषण गर्दाखेरि 2 घन्टा नै हुनसक्छ तर मैले छोटाउँदै जाने र छोटाउने क्रममा मैले तपाईँहरूमा भन्न चाहन्छु र हामी डिजिटल मेकानिजममा गइसकेका छौँ र हाम्रो प्राविधिक प्रमुख उज्जवल भाइ पनि यही हुनुहुन्छ र हामी 6 महिनाभित्र हामी स्मार्ट हाइमार्क्स लाइट स्मार्ट बोर्ड डिजिटल बोर्ड र सर्भिलेन्सको कुरामा हामी चाहिँ अगाडि बढेका छौँ र प्रत्येक अबको 1 वर्षभित्र हाम्रो नागरिक नगरवासी सुरक्षित साथ आफ्नो नगरभित्र प्रवेश र सबै कुरा चाहिँ चाहे जस्तो सुकै त्यही खड्डाको कुरा नहोस् त्यसलाई तीव्र गतिमा यथाशीघ्र चाहिँ पत्ता लगाउने कुरामा हामी त्यस्ता खाले मेकानिजम बनाउन हामी लागिसकेका छौँ।